हेलो साथीहरू, नमस्ते सबैजनालाई अनि वेलकम छ मेरो मिनी ब्लगमा। अनि आज रहेको छ मेरो साथ तोरीको साग। तोरीको सागलाई चाहिँ पखालपुखुल पारेर मैले घाममा सुकाउन छोडिराखेँ साथीहरू। यो चाहिँ किन घाममा सुकाउनु भएको भनेर सोध्नुहुन्छ त, यो चाहिँ गुन्द्रुकको लागि है साथीहरू। हामी नेपालीहरूको त गुन्द्रुक एकदमै फेभरेट हो नि त। कसैलाई गुन्द्रुक मनपर्छ प्लिज कमेन्ट पनि गर्नु होला है साथीहरू। अनि एक मुठी जति चाहिँ मैले मजाले काटकुट पारेर साइडमा राखिदिएँ साथीहरू। यो चाहिँ पकाएर खानको लागि हो। म एक्लैलाई भएर मैले चाहिँ एक मुठी मात्रै पकाएँ। त्यसपछि प्याज र लसुनलाई पनि मैले मसिनो पारेर काटेँ साथीहरू। प्याज पनि हेर्नु न साथीहरू कस्तो उम्रेको के जाडो महिनामा। त्यसपछि प्याज र लसुनलाई पनि काटकुट पारेर मैले चाहिँ एउटा सानो कराही लिएर आगोमा छोडिदिएँ साथीहरू। त्यसपछि आगोमा छोडिराखेर चाहिँ मैले जैतुनको तेल हालेँ साथीहरू थोरै, किनभने साग पनि थोरै छ नि त, त्यही भएर मैले थोरै मात्रै हालेँ जैतुनको तेल। जैतुनको तेल चाहिँ एकदम राम्रो हो अरे के साथीहरू स्वास्थ्यको लागि, त्यही भएर जैतुनको तेल नै प्रायः खान्छ यहाँ चाहिँ। त्यसपछि मैले अघि काटेको प्याजलाई पनि फ्राई हुन छोडिदिइराखेँ एकछिन। त्यसपछि मेरो चाहिँ फ्राई भएर यतिको भएपछि चाहिँ मजाले साग हाल्छु। साग हालेर राखेर त्यत्तिकै छोडिराखेर मैले चाहिँ अलिकति भाँडा थियो, त्यो अलिकति भाँडालाई पनि पखालपुखुल पारेर हेर्नु न साथी, मेरो त भाँडा माझ्दा त्यो बाल्टी पनि कटेर हातमा चिप्लेको के साथीहरू, फेरि मान्छेहरू छ नि त कराउँछ। त्यसपछि भाँडा माझेर राखेर साग पनि अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। अनि के साथीहरू, अघि हालेर राखेको साग चाहिँ मजाले गलेछ। त्यसपछि एउटा चम्चाले चाहिँ मैले मजाले चलाएँ। म चाहिँ यसरी नै चम्चाले चलाउनै मन पराउँछु किनभने साग पनि थोरै छ नि त, त्यही भएर म चाहिँ यसरी नै प्रायः चम्चाले नै चलाउने गर्छु। एक्लैको लागि अनि एक्लैको लागि त चम्चाले नै भइहाल्छ, त्यही भएर म चाहिँ टाढो साग। त्यसपछि म लिन गएँ साथीहरू नुन, बेसार, कालो मिर्च, अनि के भन्छ अरे बेसार पनि थोरै हालेँ, कालो मिर्च पनि थोरै हालेँ। त्यसपछि स्वादअनुसार नुन चाहिँ मैले थोरै नै हालेँ, तरकारी त थोरै छ नि त, त्यही भएर। त्यसपछि मैले थोरै जिराको धुलो हालेँ। आफूलाई चाहिने मसलाहरू सबै हालेर यसरी मिक्स गरेँ मैले चाहिँ। मसलाहरू हालेपछि चाहिँ कति मिठो बास्ना आएको के सागको नि, अहिले खाउँ जस्तो लागिसक्यो मलाई। त्यसपछि चाहिँ साथीहरू म खुर्सानी लिन गएँ है साथीहरू। कसैलाई पिरो मनपर्छ प्लिज कमेन्ट गर्नु होला। मलाई चाहिँ पिरो बिना खानै रुच्दैन कि, त्यही भएर म चाहिँ पिरो हालिदिएको है साथीहरू, एउटा खुर्सानी ठुलै हालिदिएको। त्यसपछि मैले पानी हालिदिएको। पानी चाहिँ मलाई चाहिँ चिसो हाल्नै मनपर्छ, त्यही भएर मैले चाहिँ पानी चिसै हालिदिएँ। त्यसपछि पानी हालेर थोरै चलाएको जस्तो गरेर पानी हालेर एकछिन छोपेर राखिदिएँ साथीहरू। छोपेर राखेपछि 5 मिनटपछि चाहिँ मेरो तरकारी यस्तो भएछ है साथीहरू। त्यसपछि मैले एउटा बोल लिएँ, एउटा बोलमा चाहिँ सबै तरकारीहरू खनाइराखेँ, किनभने यसमा चाहिँ ढेँडो पकाउने हो कि साथीहरू। ढेँडो चाहिँ मेरो एकदमै फेभरेट है साथीहरू, भात भन्दा नि। हेर्नु न साथीहरू, तरकारी चाहिँ क्या मिठो भएछ कि, खाउँ लाग्ने गरी। ढेँडो र साग चाहिँ मैले यसरी गुवाउनु खाइरहेको छु साथीहरू, क्या मिठो भइरहेको कि, धेरै दिनपछि खाएर होला। अनि ढेँडो चाहिँ मेरो एकदमै फेभरेट हो कि साथीहरू, भात भन्दा नि। मेरो साइडमा बोलेको चाहिँ मेरो सासूमाम र मेरो बुढा है साथीहरू, फोनमा बोल्दै खाना खाएको कि म चाहिँ। अब अरू बेलामा त टाइम पाउँदैन नि त, खाना खाने बेलामा मात्रै हुन्छ नि त। मेरो टाइम भयो नि मेरो बुढाको हुँदैन कि टाइम, त्यही भएर मेरो बुढाको रेस्ट टाइम हुँदा चाहिँ मैले जहिले यसरी खाना खाएर बोल्ने गर्छु साथीहरू। काम भनेको त यस्तै हो साथीहरू। भिडियोलाई मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर गर्न चाहिँ नबिर्सनु होला। फलो पनि गर्नु होला है साथीहरू। आजको लागि भिडियो चाहिँ यति नै हो साथीहरू। कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्ट गर्नु होला। बाई बाई साथीहरू, भेटौँला अब अर्को भिडियोमा। बाई।